आज हामी चन्द्रगिरी घुम्न आएको छौँ। ओहो, यहाँ पार्किङको सुविधा छ है। पहिला हामी पार्क गर्छौँ। अब चाहिँ हामी भित्र गइरहेछौँ काउन्टरनिर टिकट काट्नलाई। कहाँ छ टिकट काउन्टर? ऊ त्यहाँनिर छ। वाउ, क्या दामी भ्यू छ है। टिकट काट्ने ठाउँमा हेर्दै मजा आउने। यहाँदेखि काठमाडौँ भ्याली पनि मजाले हेर्न पाइन्छ। पुरा एकदम क्लिन देखिरहेछ है। अनि यहाँ फ्यामिलीहरू ग्रुपमा पनि यहाँ घुम्न मजाले आउन मिल्छ। अनि यहाँ यसो आएर टिकटकहरू बनाउनलाई पनि एकदम दामी छ। भ्यूहरू किनभने एकदम दामी छ। तपाईँहरूलाई पनि यसो टाइम मिल्छ भने यसो मिलाएर घुम्न आउनु होला यहाँ चन्द्रगिरी। यहाँ चाहिँ केबल कार छ है। मजाले केबल कारमा बसेर मजाले भ्यू हेर्न पाइन्छ। मेरो वाइफ चाहिँ केबल कारको लागि टिकट काट्नको लागि टिकट काउन्टरमा गएकी छिन्। आज चाहिँ घुमघाम गर्ने मान्छे अलि कमै छन् कि क्या हो। नेपालमा चुनावको माहौल चलिराखेको छ, सायद त्यस कारणले गर्दा पनि होला। टिकट चाहिँ एकजनाको 825 पर्छ। हामीले चाहिँ अब टिकट काटिसक्यौँ। अब चाहिँ भित्रतिर जान लाग्छौँ अनि केबल कारमा बस्नको लागि है। अब हामी केबल कारमा बस्न लाग्यौँ। कस्तो राम्रो देखेको। के छ त, कस्तो लागिरहेछ त यहाँ? मजा आइरहेछ? यस। Really? हेर अब चाहिँ दामी आयो यहाँदेखि। मलाई दिनु, म भिडियो बनाउँछु ल। ल हुन्छ हुन्छ। जीना लगे बिन तेरी यारा मैं क्या करूं। तब त म भन्दा कालो हुनुभएछ क्या है। सही ल केबल कार अर्को आइरहेछ है। हामी यतातिर गइरहेछौँ। ल अर्को चाहिँ उता आइरहेछ। अब फाइनल पुग्न लागिसक्यो है। चिसो चिसो मौसम छ। वेदर चाहिँ एकदम दामी छ आज। तर अलि माथिबाट अलि मधुरो देखिरहेछ। अहिले बल्ल सफा देखिरहेछ यहाँ। कस्तो दामी छ। धेरै टाउको ठाडो भयो। कस्तो भइरहेछ त। भयो। जय भोले शङ्कर, जय सम। माथि माथि लड्नुहुन्छ फेरि। यो त पनि राम्रै छ। सबै हिँड्न खेलेको दिदी र म। 8 बजे आएको है। Where wishes come true. यो चाहिँ चन्द्रगिरीको मुख्य मन्दिर। हामी चाहिँ यो अहिले चाहिँ यहाँ मन्दिर दर्शन गर्नको लागि भित्रतिर प्रस्थान गर्न गइराखेको छौँ। यसो भिडियो नि बनाउँदै हल्का रमाइलो गर्दै दर्शन गर्न पनि गइराखेको छौँ। यहाँ चाहिँ एकजना पुजारीजी हुनुहुन्छ। हामी चाहिँ उहाँको हातबाट हल्का टिका सिका लगाएर हल्का दर्शन गरेर त्यसपछि मन्दिरको परिक्रमा गर्नेछौँ। पहिला चाहिँ गुरुजीको हातबाट टिका चाहिँ लाउँ। टिका सिका लगाएर त्यसपछि बल्ल हामी चाहिँ तलतिर जान्छौँ। अब म पनि पुजारीज्यूबाट टिका लाउँछु। टिका लगाइसकेपछि अब
गुरुज्यूलाई दक्षिणा चढाउनु पर्यो। एकछिनपछि चाहिँ हामी तलतिर जान्छौँ। यहाँ चाहिँ पुरै दर्शन गरिहालौँ। पहिला घन्टी छ हो, यहाँ घन्टीले विजय पनि गरेछ पुरा नेपालभरि। तलबाट बजाउने कि खासमा? यो चाहिँ चन्द्रगिरी मन्दिरमा हामी यसो बुढाबुढी आज यसो मन्दिर दर्शन गर्नको लागि आएको थियौँ। यसो हामी मन्दिरको मेन मन्दिरको परिक्रमा गरेर राखिरहेको ठिक छ। पार्वती हमेशा खुश रहे। मोर संग झन्डा बढ़िया। जय हनुमान। यो चाहिँ यसो मनको चाहना पुरा होस् भनेर ल आइरहेछ नि त अहिलेसम्म। चन्द्रगिरी केबल कारमा बसिरहेको छ। यसो हामी चन्द्रगिरीको यात्रा बल्ल घुमघाम गरेर अहिले फर्किने क्रममा अहिले यसो हल्का काठमाडौँको नजाराहरू क्याप्चर गरिरहेको छ आफ्नो अँध्यारो भइसक्यो हेर्नु न। रमाइलो भइरहेछ। जियोस् जिन्दगीको रमाइलो भनेको यही हो। ल बोल्नु न बोल्नु। और सुनाऊ। बोल्नु भनेको त टिफिन याद आउन त सेल्फी। वै बत्ती गयो क्या हो? कति स्लो यार। छैन के केवल कारैमा घुम्न जाऊ। घुमिरहेछ त घुम्न जाउँ भनेको। घुमिरहेछ हामी केवल कारमा। चिसो चिसो मौसम छ, रमाइलो भइरहेछ। अरू अँध्यारो भएर मात्रै हो, नभए त यसो भ्यू पनि दामी देखिन्थ्यो होला बाहिर। के कसो? ल आजको हाम्रो घुमाइसक्यो। अब चाहिँ घरतिर लाग्नुपर्छ।